DJI Action 6. The Osmo Action 6, and it's a little bigger than the previous iterations, but for a very good reason. It has a new, bigger 1/1. Hello everyone, welcome back to my channel. आज चाहिँ मेरो हातमा आइसकेको छ DJI को Osmo Action 6 एडभेन्चर कम्बो. यसलाई चाहिँ अनबक्सिङ गर्न गइरहेको छौं. र हेरौँ है त यसमा के छ भन्ने कुरा चाहिँ. अब लेट्स अनबक्स इट. ल यसमा चाहिँ Osmo Action 6 अनि एक्सेसरिज भनेर रहेछ. निकाल्दिहालौँ यसलाई. ल ओहो अन्त सबै अब यो बक्सलाई हटाइदिउँ. खोलौँ हामी Action 6. ओके ल यो नै हो Action 6 चाहिँ. यसलाई राख्दिउँ यता. त्यसपछि अब एक्सेसरिजमा के छ त. यति साह्रो हो. ल यसमा चाहिँ रहेछ स्क्रु, होइन रहेछ म्याग्नेट माउन्ट, ब्याट्री केस, यो पनि अर्को म्याग्नेट माउन्ट भयो. त्यसपछि स्क्रु, टाइप सी अनि यसको स्टिकर रहेछ. ल यति नै रहेछ. खाद्रा खुद्रा मिलाएर हेर्नु पर्दाखेरि अब हेरौँ यसमा के छ. ल ब्याट्री खै त. ल ब्याट्री रहेनछ नि त. यो के खाले हो यो. ब्याट्री चाहिँ छैन रहेछ गाइज. किन भन्दाखेरि यो चाहिँ विदेशबाट मगाएको हो. यो ब्याट्री चाहिँ एयरपोर्टबाट छिराउन दिएन अनि त्यही भएर ब्याट्री चाहिँ छैन. यदि तपाईहरु पनि कुनै सामान विदेशबाट ल्याउँदै हुनुहुन्छ भने चाहिँ क्यामेराको ब्याट्री अथवा जुनसुकै पनि ब्याट्री चाहिँ निकालेर छुट्टै राख्नु होला. अनि अरु त यही नै अब के छ त यसमा अनबक्स गर्नुपर्ने. यो स्क्रु भइहाल्यो. हल्का यसो ब्याट्री नभए नि फिट चाहिँ गरेर देखाइदिउँ. ब्याट्री भएको यसो अन गरेर देखाउनु हुन्थ्यो हैन. यसरी यहाँ ठ्याक्क मिलाउने. त्यसपछि कहाँ गएछ त हाम्रो. यो छ एक्सटेन्डेड रड सेल्फी स्टिक. यो चाहिँ 1.5 मिटरको भनेको छ हैन. कति छ त यसो तन्काएर हेरौँ. लामै रहेछ. ल यही नै भयो अनबक्सिङ. यसलाई राख्ने यता ठ्याक्क मिलाएर त्यसपछि लगाइदिने स्क्रु. ल यति भइसकेपछि चाहिँ यसरी हेलो गाइज वेलकम ब्याक टु माई भ्लग भनेर अलि पछाडि टेस्ट गर्नेछौँ. अब यति नै हो. अब ब्याट्री नभएपछि आजको लागि चाहिँ यति नै थियो सर्ट अनबक्सिङ भ्लग. ल भिडियो हेरिदिनु भएकोमा धन्यवाद. च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला अनि भिडियोलाई लाइक पनि गर्नु होला भन्दै बाइ बाइ गाइज.